नेपाल देशमा राजनीति गर्ने नेताहरूलाई म एउटा कुरा के भन्छु भने अस्ति नेपाली कांग्रेसको ठुलै नेता मानिने अल्ताफ आलम मरो त्यसलाई तजो भने मैले, किनभने त्यो जिउँदो हुँदा नि मैले त्यसलाई तपाईँ भनेर कहिले भनिन। त्यो मर्ने बेलामा धेरै जसो मान्छेहरूले स्ट्याटस कमेन्टहरू गरे, आहा खास्सा भयो, यो बुढो मर्यो, नर्का बास होस्, हार्दिक श्रद्धाञ्जली, तेरो नर्कानी बास नपाएस्, यहाँ ऊ भन्दै चाहिँ नि धेरैजना रमाए। रुनी मान्छे कोही पनि भएन, जम्मै रमाए मान्छे मर्दाखेरि। यस्तो चाहिँ कसैको पनि नहोस्। नेताहरूले बुझ्ने कुरो दुईटा भए पनि राम्रा काम गर्ने, मर्ने बेलामा यो काम चाहिँ फलानाले गर्या हो है, मरेर गयो भनेर चाहिँ सम्झियोस्। क्या खसी काटेर चाहिँ नखाओस् तिम्रो मर्ने बेलामा। केपी शर्मा ओलीले यति बेला चिन्तन गर्नु, ओहो मेरो नेतृत्व थियो, म देशको प्रधानमन्त्री भएको बेलामा यो कालो घटना घट्यो, यो कालो दिन देख्न पर्यो, कलिला विद्यार्थी स्कुलले ड्रेस लगाएका विद्यार्थी भाइ बहिनीहरूको हत्या भयो, म प्रधानमन्त्री थिएँ, त्यहाँ गोली चले, ओहो यत्रो भयो भनेर चिन्ता नै छैन। अहिले चाहिँ आफूले के सम्झेको हो, ओहो आफूले दुईचोटिसम्म संसद भङ्ग गरेर त्यसले भणखारामा हालेर बिर्स्यो काइले, असंवैधानिक भयो संसद भङ्ग भन्छ। पहिला चाहिँ संवैधानिक थियो जाँठा तेरो। एमाले भनेको कहाँ डराउँछ, जिस्का भने देब्रे हातले दिन पर्छ भन्छ। 10 दिनसम्म चाहिँ कहाँ गएर लुकेको काई, त्यति बेला अगाडि आउने नि त, टेन्जी म आए जाठा बुढो भानी आइजा भन्दै 10 दिनसम्म भागिनस्। अनि हिजो हवाईजहाजबाट त फरक्क फर्केर देब्रे हातले चेन्जीसँग लड्ने हो कि हवाईजहाज जो फरक्क फर्केर आउने हो? नेपाली जनतालाई धम्काउने, तर्साउने, नेपाली जनताहरू अब धम्किन्छन्, तर्सिन्छन् भन्ने कुरो चाहिँ बिर्सिँदै हुन्छ। नेपाली देशमा मैले केसम्म गरेँ, कति गल्ती गरेँ, अहिलेसम्म केही खेस्न सकिनँ, आज यो अवस्थामा आएँ भन्ने कुराको जबसम्म चिन्तन मनन हुँदैन, दादागिरीले देश पनि चल्दैन, तेरो पार्टी पनि चल्दैन। बेलैमा सुध्रिँदा राम्रो हुन्छ। मदन भण्डारी जस्ताले बनाएको पार्टी हो, अलिकति मान मर्यादा राख्ने, गुण्डागिर्दी शैलीले राजनीतिक चल्छ, ज्याठा हो।